यहाँ हेर्नु है एउटा नयाँ केस आएछ यो यामाहा एफजेड V3 बाइक हो के। अब यो तपाईँको यहाँ हेर्नु है अन गरेपछि के हुन्छ यो न्युटनमा चाहिँ स्टार्ट हुन्छ के, न्युटनमा स्टार्ट हुन्छ तर यो गियरमा हाल्ने बित्तिमा बन्द हुन्छ है। हाम्रो स्ट्यान्ड चाहिँ लागेछ के, यो स्ट्यान्ड पनि लागेछ हैन, तैपनि यो गियरमा हाल्ने बित्तिमा बन्द भएछ। यो तपाईँको मैले सबै कुरा चेक गरेँ हैन, जस्तो अब सिडिआईहरू यो कटआउटहरू यो यता यसको कनेक्सनहरू हुन्छ नि, यो तपाईँको क्लच स्विचहरू पनि सबै चेक गरेँ हैन। तर यसको फोल्ड अब यहाँ चेक गर्दै गर्दै यहाँ के छ भन्दाखेरि यहाँ हेर्नु है यो हाम्रो साइड स्ट्यान्डमा छ नि, यो साइड स्ट्यान्डको यहाँ सेन्सर हुन्छ के, यो सेन्सरमा स्प्रिङ हुन्छ। यहाँ हेर्नु है यो खिया लागेर पुरै यो तपाईँको राम्रोसँग यस्तो बुस्ट भइरहेको थिएन हैन। अनि यसले गर्दा हाम्रो समस्यामा गियरमा स्टार्ट नहुने, स्टार्ट भएपछि गियर हाल्ने बित्तिमा के हुन्थ्यो बाइक बन्द हुन्थ्यो के। त्यस्तो हेर्दाखेरि ठुलै प्रब्लम जस्तो लागिरहेको थियो के। तर यहाँ मैले यहाँ जोगाड गरेर यहाँ हेर्नु अर्को स्प्रिङ हालिसक्यो, यो मजाले काम गरिसकेछ। यो स्प्रिङ चाहिँ कुइसकेछ। अब यो बनाएपछि यही सेन्सरले काम गर्छ है। स्टार्ट गरौँ त भाइ, ल स्टार्ट गरौँ ल। हेर्नु है स्टार्ट भयो हैन गियरमा। अब हेर्नु है अब यो काम कसरी गर्छ यहाँ हेर्नु है, यो पारा घुमिरहेछ हैन। अब यो स्विच थिच्यो भने हेर्नु है बन्द हुन्छ कि, यसरी काम गर्छ। यो पहिला चाहिँ के हुन्थ्यो यसमा खिया लागेर यो जाम भएर त्यति राम्रो नकाम गरिरहेको थियो। त्यसले गर्दा हाम्रो त्यो स्टार्ट हुने न्युटनमा गियर हाल्ने बित्तिमा बन्द चाहिँ भइरहेको थियो। यो स्विचको यो सेन्सरले गर्दा भइरहेको थियो है। यो अहिले सेन्सर मैले सफा गरेर त्यसमा राम्रोसँग बनाएर हालेछु, अहिले काम गरिरहेछ है।